कर्नरिङ भनेको कुनै सीमित व्यक्ति अथवा संस्थाले कुनै एउटा शेयरको मूल्य बढाउँदै लैजान्छन्। उनीहरूले म्याक्सिमम किता खरिद गर्छन् सुरुमा, त्यस पछाडि त्यो कम्पनीको शेयरको मूल्य बढाउँदै लैजान्छन्। यसलाई पम्प एन्ड डम्प पनि भनिन्छ, किनकि सुरुमा धेरै किता कलेक्सन गरिन्छ, त्यसपछि यसको मूल्य बढाउँदै लगिन्छ र एक लेभलमा पुर्याइसके पछाडि तपाईँ हामी जस्तो रिटेलर्सहरूलाई फोमो फियर अफ मिसिङ आउटको सिचुएसनमा पुर्याएर इमोसनल्ली अब यो सेयरको मूल्य त बढेकै गर्छ भन्ने लेभलमा पुर्याएर हामीलाई फेरि टोपी लगाइदिन्छन्। यसलाई भनिन्छ कर्नरिङ। यो नेपालमा मात्र नभएर विश्वभरि इलिगल प्र्याक्टिस हो। तर स्याडली नेपालमा हरेक दिन हरेक महिना कर्नरिङ भइरहेको हुन्छ। कुनै न कुनै कम्पनीमा कर्नरिङ भइरहेको हुन्छ। तपाईँ एक्टिभली सेयर बजारमा लागि पर्नु भएको छ भने तपाईँले देखिरहनु भएको छ। तपाईँले सम्भवतः हरेक दिन अथवा हरेक महिना देखिराख्नु भएको छ। तर यो विषयमा पनि नेपालका नियामक निकायहरूले कुनै छानबिन अथवा कारबाही भने गरेका छैनन्।